नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न 4 बजे पद तथा गोपनीयताको शपथ लिनुहुने। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षलाई सम्मान गरेर अघि बढ्ने प्रतिबद्धता। विमान दुर्घटनामा निधन भएका मध्ये 11 को शवको पोस्टमार्टम सम्पन्न, सबै सपरिवारले बुझाउने केही दिन लाग्ने, परिवारजन शोकाकुल। विमान दुर्घटनाको विस्तृत जानकारी लिन बङ्गलादेशी प्रधानमन्त्री सहित टोली काठमाडौँमा दुर्घटनाको कारण खोज्न आएको प्रतिक्रिया। र ब्ल्याक होलको अनुसन्धान गरेर विश्वभर चर्चामा रहेका प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङको 76 वर्षको उमेरमा निधन। अब समाचार विस्तारमा। नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न 4 बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ बुधबार अपराह्न 4 बजेका लागि तय भएको हो। राष्ट्रपतिलाई प्रधानमन्त्रीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ। राष्ट्रपति भण्डारी मङ्गलबार नै दोस्रो कार्यालयका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ। उहाँको कार्यकाल 5 वर्ष हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षलाई सम्मान गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। एमाले अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री ओलीले सरकार बलियो भएकोमा नआत्तिन पनि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेससँग आग्रह गर्नुभयो। बुधबार बिहान संघीय संसद र प्रदेश सभाका सांसदहरूलाई आफ्नै सरकारी निवास बालटारमा जलपान कार्यक्रम आयोजना गर्दै उहाँले सरकार बलियो भए मुलुकमा तानाशाही आउने आसन्दिर चर्चा हुने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकार सत्य, तर्क, तथ्य र व्यवहारमा श्रेष्ठता हासिल गर्दै अघि बढ्ने योजना पनि अघि सार्नुभयो। उहाँले परिवर्तनलाई आत्मसात गर्दै मुलुक र जनताको हित काम गर्न पनि सांसदहरूलाई आह्वान गर्नुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रपति सभामुख लगायत सबै निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन पहल गरेको भन्दै सांसदहरूको प्रशंसा पनि गर्नुभयो। शिक्षण अस्पताल महाराजगञ्जले मङ्गलबार एयर विमान दुर्घटनामा परि मृत्यु भएका 11 जनाको शव पोस्टमार्टम गरिएको जनाएको छ। अस्पतालका चिकित्सक प्रमोद श्रेष्ठले दुर्घटनामा परि मृत्यु भएका 49 शवमध्ये 11 जनाको पोस्टमार्टम रिपोर्ट मङ्गलबार साँझसम्म तयार गरिएको जानकारी दिनुभएको हो। उहाँले अस्पतालमा पत्रकार सम्मेलन गरी शव जलेको अवस्थामा रहेकाले पहिचान गर्न कठिनै भइरहेको पनि स्पष्ट पार्नुभयो। 10 बजेसम्ममा 49वटा बडीहरू हाम्रो डिपार्टमेन्टमा आइपुग्यो। त्यो आएको बडीहरूलाई हामीले भण्डारण गऱ्यौँ, फ्रिजमा राख्यौँ र हिजैदेखि हामीले काम सुरु गऱ्यौँ। हिजो हामीले 4वटा बडीहरूको पोस्टमार्टम गऱ्यौँ र आज बिहान 8 बजेदेखि गर्दाखेरि अहिलेसम्म हाम्रो 10-11वटा बडीको पोस्टमार्टम भइसक्यो र अहिलेसम्म हामीले पोस्टमार्टम मात्रै गरिरहेछौँ। र हाम्रो 4वटा टिम हामी कार्यरत छौँ। एउटा टिम पुलिसको मुचुल्का टोलीसँग काम गरिरहेछ, जसले उहाँको पर्सनल बिलोङ्गिङ्सहरू, लुगाहरू त्यसको रेकर्ड राखिरहेछ। एउटा ग्रुप चाहिँ एन्टिमोर्टम डाटा कलेक्सन, त्यो भनेको मृतकको बारेमा हामीलाई जानकारी चाहिन्छ। उहाँको विवरणहरू, हाइट, वेट, लेन्थ, कपालको रङ कस्तो थियो, आँखाको रङ कस्तो थियो, त्यति बेला थाहा छ भने के लुगा लगाइराख्नु भएको थियो, कुनै ज्वेलरी अर्नामेन्ट्सहरू थियो कि अरू कुनै पेकुल्यारिटी थियो, दाँतको कुराहरू कस्तो थियो, त्यो सबै हामीले रेकर्ड लिइरहेछौँ। र 2टा टिम चाहिँ पोस्टमार्टम गरिरहेछ। हाम्रो पोस्टमार्टम गरिसकेपछि जुन हामीले परिवारबाट लिएको छौँ एन्टिमोर्टम डाटा, चिकित्सक श्रेष्ठले मृतकहरूको विवरण परिवारका सदस्यबाट लिने क्रमलाई पनि जारी राखिएको बताउनुभयो। डिएनए परीक्षण गरेपछि मात्र शव पहिचान हुने अस्पतालको भनाइ छ। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएई बङ्गला विमानबारे विस्तृत जानकारी लिन बङ्गलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमला सहितको एक उच्च स्तरीय टोली काठमाडौँ आइपुगेको छ।
बंगला विमानको नियमित उडानबाट बंगलादेशका नागरिक उड्डय मन्त्री कमला सहितको उच्च स्तरीय टोली मंगलबार मध्याह्न काठमाडौँ आइपुगेको हो। विमानस्थलमा सञ्चारकर्मीसँग सचित्र प्रतिक्रिया दिँदै उहाँले विमान दुर्घटनाको कारणको खोजी गर्न आफूहरू नेपाल आउनु परेको बताउनुभयो। I visited Nepal, accident of Bangladesh plane use Bangla accident that has led to casualty and accident people. That is why I come here. बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले पठाउनु भएको टोलीमा त्यहाँका परराष्ट्र राज्य मन्त्री शहरीर अलाम तथा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी रहेका छन्। टोलीको साथमा विमान दुर्घटनामा परि ज्यान गएका परिवारका सदस्यहरू पनि आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। टोलीले विमान दुर्घटनाबारे सम्बन्धित अधिकारीसँग विस्तृत जानकारी लिनेछ। सोमबार दुर्घटनाग्रस्त भएको विमान 33 जना नेपाली र 4 जना चालक दलका सदस्य सहित 36 जना बंगाली, 1 चिनिया र 1 मालदिप्सका नागरिक सवार रहेका थिए। दुर्घटनामा परि 22 जना नेपाली, 28 जना बंगलादेशी र 1 चिनिया नागरिकको मृत्यु भएको छ। यता घाइते अन्य 20 जनाको काठमाडौँको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। विमान दुर्घटना भए लगत्तै प्रधानमन्त्री केपी ओलीले टेलिफोन संवाद मार्फत बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई घटनाबारे जानकारी गराउनु भएको थियो। नेपाल सरकारले गठनको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। 49 जनाको मृत्यु हुने गरी सोमबार भएको विमान दुर्घटनापछि विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावरमा कार्यरत 6 जना कर्मचारीको सरुवा गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको मंगलबार 6 कर्मचारीलाई अर्को विभागमा सरुवा गरेको जनाएको छ। सरुवा गरिएका कर्मचारीलाई कारबाही नभई सामान्य प्रतिक्रिया अनुसार सरुवा गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार दुर्घटना भएपछि एटीसीका कर्मचारी सडक हुने भएकाले अन्य विभागमा सारिएको हो। सिद्धिचरण नगरपालिका 11 ओखलढुङ्गा बोलेरो दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ। दुर्घटनामा बोलेरो चालक शिवकुमार भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ। काठमाडौँबाट खुकुराको चल्ला लिएर सोलुखुम्बु जाँदै गरेको 2C1349 नम्बरको बोलेरो सदरमुकामको रमाइलो डाँडा नजिकै दुर्घटनामा परेको हो। बोलेरो सडकबाट 200 मिटर तल खस्दा सिद्धिचरण नगरपालिका 1 तलुवाका 21 वर्षका चालक भुजेलको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा माने भन्ज्याङ गाउँपालिका वडा नम्बर 7 टोकसेल घर भएका 19 वर्षका सहचालक अर्जुन गौतम घाइते हुनुभएको छ। गौतमको ओखलढुङ्गा सामुदायिक अस्पतालमा मिसनमा उपचार भइरहेको प्रहरी निरीक्षक टीका कार्कीले बताउनुभयो। घाइतेको अवस्था भने सामान्य छ। बिहान करिब 3:30 बजेतिर जीप दुर्घटनामा परेको हो। नेपाली सेनाको गढ नजिकै दुर्घटनामा परेकाले ड्युटीमा रहेका सेनाका जवानले थाहा पाउन साथ नेपाली सेनाको टोली गएर घटनामा परेकाहरूको उद्धार गरेको थियो। यो न्यूज छ। सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबारसम्म मन्त्री परिषदले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभएको छ। अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग मंगलबार बिहान पनि मन्त्री परिषदले पूर्णता दिने विषयमा लामो छलफल गरिएको पनि स्पष्ट पार्नुभयो। मंगलबार संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीमाझ उहाँले सबै निर्वाचन आधारभूत रूपमा सम्पन्न भइसकेको उल्लेख गर्दै मुलुक अब स्थिरता र विकासको नयाँ लडाईँमा प्रवेश गरेको पनि बताउनुभयो। उहाँले राष्ट्रपति सहित सबै तहको निर्वाचन सम्पन्न हुन सिङ्गो देशकै निम्ति खुसीको कुरा भएको पनि प्रतिक्रिया दिनुभयो।
नेपालको इतिहासमा चुनावी वर्षको रूपमा एउटा ऐतिहासिक वर्षको रूपमा स्थापित भइ नै सकेको छ। त्यो निर्वाचन प्रक्रिया मैले दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएपछि सुरु भएको हो र अब आज राष्ट्रपतिको निर्वाचनमा भोट हाल्दा करिब करिब त्यो प्रक्रिया आधारभूत रूपले पूरा भएको मलाई महसुस भएको छ। यो सिङ्गो राष्ट्रको निम्ति र नेपाली जनताको निम्ति पनि खुसीको कुरा हो। निर्वाचन प्रक्रिया समग्रमा बडो चाहिँ उत्साहको साथ जनताको लेभलदेखि अब प्रदेश र प्रतिनिधि सभा राष्ट्रिय सभासम्म आइपुग्दा त्यसले पूर्णता प्राप्त गरेको छ। अब हामी स्थिरता र विकासको एउटा नयाँ अभियानमा एउटा नयाँ लडाइँमा अब प्रवेश गर्दैछौँ। अब सरकार विस्तारको अहिले भर्खरै पनि मेरो प्रधानमन्त्रीसँग लामो कुरा गरेर आएको छु। अब भोलि पर्सिसम्म यो कुरा टुङ्गिन्छ। अध्यक्ष दाहालले यो वर्ष चुनावी वर्षको रूपमा इतिहासमै दर्ज भएको पनि उल्लेख गर्नुभयो। गर्मीको आगमनसँगै यति बेला जनकपुरमा लामखुट्टेको आतंक बढेको छ। अत्याधिक चिसोको बेला शान्त रहने लामखुट्टे मौसम परिवर्तन हुन थालेसँगै साँझ त हैरान नै पार्ने गरेको अवस्था छ। पर्साको वीरगञ्जमा लामखुट्टे आतंक कम गर्न आन्दोलन थालिएको, तर लामखुट्टेको केन्द्र मानिने जनकपुर धाममा न्यूनीकरणका लागि के हुँदैछ त? एक रिपोर्ट। एखन मौसम परिवर्तन भ रहल समय जनकपुर धाम में मच्छर के आतंक एकदमै बढ़ गेल अछि। दिन में दोपहर में किछ शांत देखल जाय वाला मच्छर के समूह साँझ पड़ैत काल बाहर खाड़ भ क बातचीत कर समेत नहीं देव के दुख जनकपुरवासी के एखन भोग पड़ रहा अछि। भोर में नींद टूटला के बाद बिछावन पर झूल बाहर निकलला पर समेत मच्छर हैरान करैत अछि। अते मात्र नहीं दिशा पिसाब कर वाला बेर में, हाथ मुँह धोए वाला बेर में, ब्रश करैत काल आ खाना खाइत काल समेत मच्छर के आतंक एखन आदमी के नहीं छोड़ैत अछि। मच्छर के आतंक अभी जनकपुर में जे एकरा नियंत्रण करना अभी बहुत जरूरी है, ताकि समय भी परिवर्तन भे गेले, ठंडे और गर्मी के दोनों मौसम के अनुकूल अगर ये मच्छर के नियंत्रण नहीं कल जाते तो ऐसे बहुत बड़ा बीमारी है हैजा के प्रकोप यहाँ बढ़ सके। अभी मच्छर दिन रात के तो बात कर दिन में इतने लग रहा है, यही द्वारे नगर प्रमुख से हमारे अनुरोध है कि कम से कम मच्छर के दवाई छिड़कल जाए। कुछ दिन के बाद तो मच्छर अपने नियंत्रण हो जाते, जहाँ ढल बन जाते तो यो अभी के नियंत्रण हो के चाहिए। मच्छर के दवाई अभी बहुत जरूरी है। रात में कतबो नीक से झूल लगा कर सुतियो, किछ न किछ मच्छर झूल भीतर घुस जात आ सुत देव के अवस्था से हो नहीं रहत अछि। एहन समय में सभे नगरवासी के ध्यान जनकपुर धाम उप महानगरपालिका के दिशा अछि। परसु धरि स्थानीय सरकार नहीं छल आ समस्या बहाना बहुते छल, लेकिन आई स्थानीय सरकार भेट गेल समय कमती में मच्छर के नियंत्रण के समेत पहल किया नहीं हो सकल अछि। सारा जनकपुरवासी के प्रश्न अछि। जनकपुर और मच्छर वास्तव में कही छी, मच्छर के बारे में यदि जनकपुर में कह पड़े तो कहावत है, जनकपुर आयल छी तो मच्छर से कहीं नीक से कटाऊ। हम सब तो जनकपुर वासी छी तो स्वाभाविक है, हमारा सबके तो आदत भ गेल है, कते मच्छर से कटबै छी से अब की कहू। बुझाए आब एहन कोनो यंत्र बनाबो पड़ते जे चलतो यदि जना जे सुतब वक्त में झूल लगाबै छी, एहने यंत्र बुझाए कोनो देश के रिक्वेस्ट करऽ पड़ते कि चलते मच्छर से केना के बचल जा सके। अब बुझाए अभी नेपाल में तो संभव नहीं है, नेपाल तो अभी सब नहीं बना सके है। कोनो नीक देश के जना चाइना, जापान, इंडिया ये सब यदि जे ओहन व्यवस्था कर दे तो नीक रहती की। और साथे हम ये कह चाहे छी कि अखन तुरंते स्थानीय चुनाव संपन्न भेले। अब तो पहले कहे चले कि अब की करबे, अब स्थानीय सरकार नहीं है, एहने चलते। लेकिन अब कमती में स्थानीय सरकार के प्रति ध्यान जाए। एम्हर जनकपुर धाम उप महानगरपालिका के मेयर लाल किशोर शाह के अपने तर्क अछि। उपकरण आ प्राविधिक जनशक्ति के अभाव के कारण तत्काले द्रुत गति में मच्छर नियंत्रण करे के काम होबस नहीं सक रहल हुनक तर्क छनि। जते जल्दी हुए अखन ये फलाना मिति से शुरू कर देबे,
से तो नहीं छे, लेकिन चूंकि हम कहली अपने के जे ई 10 दिन में हो सकी छे आ 20 दिन लाग सकी छे। लेकिन सबसे बड़का समस्या की छे यहाँ के एक तो प्राविधिक के बात कर लीजिए हम चलाव वाला टेक्नीशियन के अभाव छे कत से लायल जाए, चूंकि एहि बेर हम सब पूरे म्यूनिसिपल लेवल में 25 वार्ड में हम सब जे छे से एकरा अभियान के रूप में ले जाए चाहे छिए एक साथ। तो ओहिमे जे छै प्राविधिक लास्ट टाइम में तो एकटा प्राविधिक रहे, लेकिन थप प्राविधिक हम सब जे छै बेसी संख्या में प्राविधिक राखी। यद्यपि मेयर शाह नगरसभा के बैसार आइए काल्हि में बैस कऽ ओहि के लेल संपूर्ण शक्ति लगाओल जेबाक बतौलनि। ओ मच्छर समाप्त होबऽ नहीं सकत, मुदा न्यूनीकरण मात्रे हाथ भेलासँ दवाई आ फगिंग मात्रे अंतिम उपाय मुदा नहीं रहल धारणा रखे छथि। आ घर के आगू में रहल नाला के अवरोध हटा कऽ सफा राख जनकपुरवासी सदिखन लागे पड़बाक धारणा रखे छथि। सब हम तो आम पब्लिक के आम नागरिक के हम आग्रह करबे, क्योंकि मीडिया के मार्फत हम सब गोटे के आग्रह करबे जे घर के मतलब से सर सफाई प्लस अपना आगू में जो नाला है तेकरा कम से कम मतलब से अपनों से सफाई करके नगरपालिका की तरफ से एक अभियान चलायल जा रहा है, लेकिन अपनों से जनकपुर उप महानगरपालिका मात्रे प्रयास कऽ मच्छर न्यूनीकरण नहीं हैत कही तो सब केहू के व्यवहार में समेत परिवर्तन लाबऽ पड़बाक धारणा रखलनि। एम्हर मच्छर के आतंक संगे जनकपुरवासी विभिन्न रोग सब के संक्रमण के जोखिम में समेत पैर रहल छथि। जनकपुर अंचल अस्पताल के मेडिकल सुपरिटेंडेंट डॉक्टर राम परीक्षण यादव के मानल जाए तब मच्छर के कारण मलेरिया, डेंगू, जापानीज इंसेफेलाइटिस जहन रोग सब लागे के खतरा उतबे आई छै। ई तो अपने के माघे से पूसे से काम शुरू भ जाए के चाहिए, नाला से जो सर सफाई होकर चाहिए। ओकर ना होइ छै कि मस्कीटो ब्रीडिंग के टाइम अपने के 15 गते फागुन तक मैक्सिमम होइ छै हर एक साल ही बड़ी। एक दूसरा नंबर मच्छर नियंत्रण करे न होय के कारण जैसे नदी एक नाला से सब नाला गंदा है, सब नाला में वाटर स्टेगनेंट है, मस्कीटो ब्रीड कलक आ मच्छर के जनसंख्या बढ़। मच्छर के जनसंख्या वृद्धि रोक पूस आ माघे महीना में प्रत्येक वर्ष पहल होबऽ पड़त डॉक्टर यादव धारणा रखे छथि। दवाई छिटला के बाद एडल्ट मच्छर मात्रे मरैत अछि आ उ मात्रे पर्याप्त उपाय नहीं रहल हुनक कहब छलनि। मच्छर के जनसंख्या वृद्धि रोकऽ पड़बाक हुनक कहब अछि। ब्रीडिंग ज्यादा नहीं हुई से सब लोग के विभिन्न तरीके उपाय सब होबक चाहिए, से सब नहीं भेलै जनकपुर में आ नहीं होइ छै कोनो साल। एडल्ट मारे के लेल दवाई के छिड़काव कभी कभी होइ छै, वो पॉजिटिव बात है, मगर ये सब उतने तारुकता के साथ में नहीं भ रहा है। अब कत एकर जैसे कमी कमजोरी है नगरपालिका में कि जिला जन स्वास्थ्य में, ये बात देखे वाला है। नगरवासी के कमती में निर्बाध रूप में घर आ अंगना में बैस पाव के आ रात में चैन से सूत के अधिकार भीतर समेत मच्छर आतंक पड़ैत अछि। ताहेत मच्छर के नियंत्रण स्थानीय सरकार के पहिल दायित्व होबऽ पड़त। कमती में मच्छर नियंत्रण भ कऽ नगरवासी ओतबो राहत महसूस केलक तऽ स्थानीय सरकार के लेल बहुत बड़का सफलता हैत। अपन टेलीविजनक लेल कैमरा में संजय शाह के साथ में पूरन शाह, जनकपुर धाम। अब अंतर्राष्ट्रीय समाचार। प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको 76 वर्षको उमेरमा निधन भएको छ। ब्लैक होल र रिलेटिभिटी बारे गहिरो अध्ययन गरेका वैज्ञानिक हकिङको 76 वर्षको उमेरमा निधन भएको छ। सन् 1942 जनवरी 8 मा इङ्ल्यान्डको अक्सफोर्डमा हकिङको जन्म भएको थियो। प्राध्यापक तथा भौतिक शास्त्री स्टेफन हकिङको 76 वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले विज्ञप्ति निकालेर हकिङको निधन भएको खुलासा गरेका हुन्। हकिङका छोराछोरी लुक्स, रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, बुवाको निधनप्रति हामी दुखी छौं। उहाँ ठूलो वैज्ञानिक तथा अस्वाभाविक व्यक्तित्व हुनुहुन्थ्यो। विज्ञानमा उहाँको यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ। हकिङको परिवारले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा क्याम्ब्रिजको आफ्नै घरमा भएको निधन गएको बताएको छ। ब्ल्याक होल र रिलेटिभिटी सिद्धान्तमा ठूलो योगदान गरेको हकिङले प्राध्यापकसँगै थुप्रै पुस्तक समेत लेखेका छन्। हकिङले ग्राभिटेशनल वेव्स, क्वान्टम मेकानिक्स तथा जनरल
रिलेटिभिटीमा अनुसन्धान गरेका थिए। शास्त्रीय सिद्धान्तले ब्ल्याक होलमा रहेका ऊर्जा वा सूचनाहरू बाहिर आउन नसक्ने बताउँछन्, तर क्वान्टम फिजिक्सले भने यस्तो हुन सक्ने बताउँछन्। उनले लेखेको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइम विश्वकै बेस्ट सेलर पुस्तकमा गणना हुन्छ। मानव जातिले जीवित रहन पृथ्वी छोड्नै पर्नेमा जोड दिने गर्थे। उनले चन्द्रमा तथा मङ्गल ग्रहमा बस्ती बसाउने कुरा मानव जातिका लागि निकै महत्त्वपूर्ण भएको पनि बताएका थिए। हकिङ मोटर न्युरोन डिजिजबाट ग्रसित थिए। स्वास्थ्य अवस्था राम्रो नभए पनि ब्ल्याक होलको अनुसन्धान गरेर उनी विश्वभर चर्चामा रहेका थिए। हकिङ 22 वर्षको हुँदा डाक्टरले मोटर न्युरो डिभिजनका कारण उनी केही समय मात्र बाँच्न सक्ने बताएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनलाई पदबाट हटाइएको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकी कूटनीतिक तथा विदेश मन्त्रीका रूपमा टिलर्सनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनले स्थलमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय 9 CIA का प्रमुख माइक पेम्पोलाई नियुक्त गरिएको ट्विटरमा सन्देश मार्फत जानकारी गराएका छन्। विदेश मन्त्रीका रूपमा गरेको योगदानका लागि रेक्स टिलर्सनलाई धन्यवाद ट्रम्पले आफ्नो ट्विटरमा पेजमा लेखेका छन्। अमेरिकी इतिहासमा नै CIA प्रमुखको जिम्मेवारी गिना हस्पेलाललाई दिएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गरेका छन्। उनी अमेरिकी इतिहासमा CIA प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला भएकी छन्। टिलर्सनले उत्तराधिकारीका रूपमा CIA का निर्देशक माइक पेम्पो छिट्टै अमेरिकी विदेश मन्त्री बन्नुहुनेछ। लिटर्सरसँगै काम गर्ने सिलसिलामा वैचारिक विभिन्नता देखिएकाले उनको विदेश मन्त्री बनाइराख्न सम्भव नभएको अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग बताए। ट्रम्पले भनेका छन्, इरान अबारिक सम्झौता मेरो विचार सकारात्मक छैन, तर टिलर्सनले यसलाई ठिक भन्नुहुन्छ कि सम्झौता भङ्ग गर्नुपर्ने कि त अन्य केही समाधान सोच्नुपर्ने मेरो विचार हो, तर उहाँले केही फरक सोच्नु भएको भन्नुभयो, त्यसैले हामीले सहकार्य गर्न सकेनौँ। अन्त्यमा मुख्य समाचार फेरि एकपटक। नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न 4 बजे पद तथा गोपनीयताको शपथ लिनुहुने। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षलाई सम्मान गरेर अघि बढ्ने प्रतिबद्धता। विमान दुर्घटनामा निधन भएका मध्ये 11 को शवको पोस्टमार्टम सम्पन्न। सबै परिवारलाई बुझाउन केही दिन लाग्ने, परिवारजन शोकाकुल। विमान दुर्घटनाको विस्तृत जानकारी लिन बङ्गलादेशी मन्त्री सहितको टोली काठमाडौँमा। दुर्घटनाको कारण खोज्न आएको प्रतिक्रिया। र ब्ल्याक होलको अनुसन्धान गरेर विश्वभर चर्चामा रहेका प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङको 76 वर्षको उमेरमा निधन। हस्त पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।